हेलो साथीहरु, गुड मर्निङ। हेर्नु न, इलामको खुलेको मौसम, पारी डाँडा काँडा क्या राम्रो देखिएको छ है। खेती धानहरू फलिरहेछ है। अस्तिको पहिरोले चिरा परेको पाहाडहरू कति राम्रो देखिएको छ। यो चाहिँ हाम्रो इलाम बजारमा रहेको इलाम एफएमको टावर हो। इलाम एफएमको टावर साङ्लोमा यो डाँडा चाहिँ मेरो माइती गाउँ सिद्धिथुम्का चुली सुन्नु भएको छ कि छैन। पर्यटकीय स्थल हो। यहाँबाट त चुलीकै घामहरू एकदम राम्रोसँग देखिन्छ। श्रीहन्तु जस्तै देखिन्छ, तर अलिक साइडमा परेको भएर होला र विकास हुन नसकेकोले गर्दा होला अलिक ओझेलमा परेको छ। मेरो माइत गाउँ सिद्धिथुम्का चुली है साथीहरू। अनि यो सोयाग इलाम जिल्लामा पर्ने सोयाग उता गएर टाढासम्म पनि देखिन्छ। र ठाउँहरू चाहिँ मलाई थाहा भयो। सोयाग सिद्धिथुम्का साङ्लोमा शान्ति डाँडा माथि जाँदाखेरि राखे सन्दकपुर के होला सायदै। पछि चाहिँ यहाँ हिउँ परेको पनि देखिन्छ। अहिले चाहिँ हिउँ पर्न थालेको छैन। एकदमै राम्रो छ। यो चाहिँ मेरो घरबाट देखेको भ्यू है साथीहरू। घरबाट यो चाहिँ इलामको 12 बस्ती भन्ने ठाउँ हो। इलामको 12 बस्ती हो। मेरो बालन गाउँ तल्लो इलाम 12 बस्ती, यो बालन गाउँ भन्छ इलामको। यहाँदेखि उँभो जाँदा चाहिँ गढी देखिन्छ, इलामको गढी। हेर्नुहोस् न साथीहरू, चाहिँ मेरो घरबाट देखेको भ्यू है साथीहरू। मेरो घरको पछाडिबाट देखेको भ्यूहरू हो। यहीँ नजिकै चाहिँ यो उता चियाबारी छ। चियाबारी चाहिँ यहाँ घरले नै छिरियो, देखेको छैन। हेर्नुहोस् न कति रमाइलो छ। तपाईँहरू पनि इलाम घुम्न आउनुभयो भने यसो हाम्रो बजारतिर आएर मलाई नि सम्झिनु भयो भने हुन्छ है साथीहरू। एकदमै राम्रो भ्यू देखिन्छ। यो चाहिँ मेरो आफ्नै घरबाट देखेको भ्यू हो। ब्याक साइडबाट यस्तो भ्यूहरू देखिन्छ। अगाडि साइडमा बजार पर्छ, इलाम बजार। पछाडि साइडमा घरहरू देख्न त गाह्रै परेको छ। इलाम एफएम यहाँदेखि उँधो पनि गाउँहरू छ, तर हल्का पाहाड भएकोले गर्दा छेकिन्छ। एकदमै रमाइलो छ। हजुरहरू पनि आउनु नभुल्नु है साथीहरू। हेर्नुहोस् न, पछि त झन् यहीँ देखिन्छ, हिउँ पुरा परेको हुन्छ, हिमालहरू यहीँ देखिएको हुन्छ। अहिले पनि देखिरहेछ। एकदमै रमाइलो छ है साथीहरू, एकदमै रमाइलो। ल हजुरहरू पनि आउनु होला हाम्रो इलाम बजार घुम्न। हस् त, धन्यवाद।